मिठो रेस्टुरेन्ट 831 विन्चेस्टर म्यासाचुसेट्स। रेस्टुरेन्टहरू सब तोडफाड गरेर राखिदिएछ। यो हुड हो, हुडलाई तोडेर राखिदिएछ। टेबल समस्या परेन। मेरो रेस्टुरेन्ट किनेर तपाईँको यो चाहिँ पैसा दिन्न भन्छ होला। यस्तो ठुलो समस्या मलाई आइपऱ्यो। यो रेस्टुरेन्ट छ न, पैसा छ, हेर्नुहोस् त यति ठुलो समस्यामा मलाई चाहिँ यो किन्ने मान्छे चाहिँ अमेरिकन हो। यसले चाहिँ हेपेरै जस्तो लाग्छ मलाई, फिल गर्छ, फिलिङ भएको छ। यसरी तोडफाड गरेर सब सामान राखिदिएछ यसरी। अनि अब भन्छ म लिन्न, म चलाउन सक्दैन जस्तो भन्छ। हेर्नुहोस् त अब कहाँबाट के गर्ने, कति गाह्रो पऱ्यो मलाई। रेस्टुरेन्टलाई सब कुरो छुटाएर बाटो सब छुटाएर यसरी राखिदिएछ। यसरी हेर्नु त सब अब 80,000 दिन चाहिँ बाँकी छ। अब यो कहाँबाट के गर्नु भनेर पुरो टेन्सनमा छु, पुरो चिन्तामा छु। मलाई चाहिँ हजुरहरूको हेल्प र सहयोग चाहियो, सपोर्ट चाहियो। म कसरी के गर्ने, हामी सर्भाइभ हुनु पनि गाह्रो भइसक्यो। यहाँ यसरी तोडफाड गरेर हटाइदिएछ सबै कुरा। त्यसले गर्दा हेर्नुहोस् त मलाई अब के गर्ने, कहाँ के गर्ने, कसरी गर्ने साह्रै तनावमा छु। यसरी चाहिँ हुड हो, हुडको यो हो, खोलेर निकालेर राखेको थियो। यहाँ चुल्हा थियो, यहाँ म किचनको यो यसरी चाहिँ भएको हो। त्यसले गर्दा मलाई सल्लाह सुझाव दिनुहोला हजुरहरूले। म के गर्ने, यो हुडको एरिया हो, हुड पनि खोलेर यसरी चाहिँ राखिदिएछ। यसरी काम गर्दा छोडेर सब भित्ता सब भत्काएर यसरी भित्ताहरू सब तोडफाड गरेर अब भन्छ म रेस्टुरेन्ट लिँदैन। हेर्नुहोस् कहाँबाट के गर्ने, यसरी चाहिँ यसरी राखेछ। हे भगवान्, म कहाँबाट के गर्ने नगर्ने बडा टेन्सनमा छु। हे महादेव। यसरी चाहिँ हाम्रो पार्कको थियो, एरिया थियो, त्यसलाई पनि भत्काइदियो लिकरको। यसरी बनाउँदा छोडेर हिँड्थ्यो, सब भत्काएर बताबुङ पारेर यसरी चाहिँ नयाँ बनाउँछु भनेर पुरा तोडफाड गरेर सब छोडिदियो। यसरी हेर्नुहोस् अब कहाँबाट के गर्ने। त्यसले गर्दा म बडा तनावमा छु, म फ्रस्ट्रेट भइसक्यो। मलाई चाहिँ अब हजुरहरूले हेरेर मलाई सहयोग सपोर्ट र हेल्प सल्लाह सुझाव दिनु होला, के गर्दा राम्रो होला भनेर। सो प्लिज कमेन्ट फर मी। म चन्द्रदेव मण्डल, म्यासाचुसेट्स। यसरी छ हेर्नुहोस्, सब तोडफाड गरेर यसरी बनाइदियो रेस्टुरेन्टलाई। यसरी तोडफाड गरेर यहाँ हिट थियो, हिटहरूको खोलखाल पारेर एकै गरिदिएछ। हाम्रो किचनको एरिया हो, यो किचन थियो। यो चाहिँ फाइन डाइनिङ थियो, यो गजेबो थियो पार्टीको। हुडसुडहरू सब निकालेर राखिदिएछ। यसरी हेर्नुहोस् त यस्तो बिजुक बनाएर छोडिदियो। अब भन्छ म रेस्टुरेन्ट लिन्न, साह्रै गाह्रो बनायो हजुर, के गर्ने के नगर्ने। यसरी चाहिँ हामीले यसरी दुःख पायो। थ्याङ्क यू। चन्द्रदेव मण्डल मिठो रेस्टुरेन्ट, म्यासाचुसेट्स, विन्चेस्टर 800।